आजको दिन चाहिँ हामी दुईजना बुढाबुढीको लागि एकदमै धेरै स्पेसियल दिन हो, किनभने आजको दिन हाम्रो बिहे भएको थियो। आज बिहे भएको पनि 2 वर्ष पूरा भएछ। कति छिटो 2 वर्ष पार भयो थाहै पाइएन। अब तपाईहरुलाई म भिडियोको द्वारा यही देखाउन चाहदैछु कि बिहेको दिन चाहिँ मलाई कस्तो फिल भएको थियो, के भएको थियो, म तपाईहरुलाई आज देखाउँदैछु, भन्दैछु सुन्नुस्। बिहेको दिन चाहिँ मलाई यस्तो खालको लागेको थियो, मतलब म कहाँ छु, म यहाँ छु कि छैन टाइपको भइरहेको थियो। को मान्छे आउनु भयो, को मसँग बोलेर जानु भयो, कसले के भन्नुभयो, मलाई चाहिँ एकदमै थाहा भएको थिएन। र यहाँ बस्नु भएको चाहिँ मेरो मम्मी पापा, दुईजनाको मुखमा त म बिहेका दिन हेर्न नै नसक्ने भएको थिएँ। पापाको मुखमा त झन् म फर्केर टाउको आँखा जुडाएर पनि हेर्न नसक्ने भएकी थिएँ। र सबैजना बेहुलो पर्सिना भनेर वेट गरिराख्नु भएको छ। बेहुलो पर्सिनाका लागि लाइन लागिराख्नु भएको छ बाटामा। र बिस्तारै बिस्तारै बेहुलो पनि आइसक्नु भएको छ है। अब बेहुलीलाई त भित्र पसाइहालेको थियो अनि मलाई पनि बिस्तारै बिस्तारै निकाल्नु भयो। अब त्यो दिन चाहिँ मलाई एकदम डर 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 लागिरहेको थियो। सबैजनाले मलाई नै हेरिराख्नुहुन्छ होइन। कस्तो एउटा फिल हुँदो रहेछ कि कस्तो खालको हुन्छ गाइज, म तपाईहरुलाई बुझाउन सक्दिनँ। सबैजनालाई थाहै छ होला होइन, जसको पनि बिहे भएको छ सबैजनालाई थाहै छ यस्तै फिल हुन्छ भन्ने कुरा। तपाईलाई त एउटै त होला होइन। अब म चाहिँ माला लिएर भर्खरै निस्किँदै थिएँ। अब दोरी बुइनी थिए मेरा लगन गाठे। उनीहरूलाई त अब के हो फुर्ती लागेको होला नि त दिदीको बिहे भनेर। र यहाँ हेर्नुहोस् न, माला लाउने बेलामा चाहिँ बेहुलाले अलिकति तन्किँदै हुनुहुन्छ है। मैले चाहिँ सोचेकी पनि थिइनँ कि ऊ यस्तो खालको मजाक गर्नुहुन्छ भनेर। र त्यसपछि चाहिँ मलाई लिएर जानुभयो बाहिर, हामीलाई बाहिर लिएर जानुभयो गोटा धुन भनेर। हामीका नेपालीका यही कतिपय नियम चाहिँ एकदमै राम्रो लाग्छ। अब बिहेमा चाहिँ होइन कतिजनालाई मेरा फ्रेन्डहरूलाई नि बोलाएको थियो, आफ्ना आफन्त त सबैजना आउनु नै भएको थियो। कोसँग म के बोले, कसले मलाई के भन्नुभएको थियो, को आएर को जानुभयो मलाई केही नै थाहा छैन गाइज। त्यस्तो खालको एउटा हुँदो रहेछ। मलाई मात्रै त्यस्तो भएको हो कि तपाईहरुलाई पनि त्यस्तो भएको थियो, कमेन्ट गरेर भन्नु होला। मेरो चाहिँ अब घरमा दिदी बहिनी नहुनाले म एक्लै हुनाले सबै थोक राख्ने ओर्ने के सामानहरू सबै थोक मै माथि जिम्मेदारी थियो। अनि त्यही भएर बीचबीचमा मलाई कसले के सोधिरहेको थियो अनि मेरो टाउकाले अलिकति काम पनि गरेको थिएन भन्दा नि हुन्छ। र एकतिरबाट चाहिँ मलाई दुःख पनि लागिरहेको थियो, एकतिरबाट पनि राम्रो पनि लागिरहेको थियो। अब नौतुनसँग मान्छेहरूसँग भेटघाट हुँदाखेरि उस्तै खालको मोमेन्टहरू हुन्छ होइन। मोमेन्टहरूमा अब दुःख लाग्ने मोमेन्टमा दुःखै पनि लागिरहेको थियो, हाँस्नु पर्ने मोमेन्टमा हाँसी पनि राखेकी थिएँ। अब त्यो भन्दैमा एकदम रोएर बस्ने पनि होइन, हाँसेर बस्ने पनि होइन होइन। त्यस्तै खालको फिल एउटा भइरहेको थियो, बुझाउन नसक्ने फिल एउटा भएको थियो। र खाना चाहिँ केही पाएकी थिइनँ गाइस, मैले केही नै खाएकी थिइनँ। यस्तो भोक लागेको थियो मलाई। तर भोक लागे पनि मैले खाना चाहिँ केही खाइनँ कि मेरो खाना मनै लागेन त्यो टाइममा। के भयो अब भातै खान मन लागेन, त्यस्तो खालको फिल हुँदो रहेछ गाइज। र यत्रो दिन हामी त्यत्रो वर्ष बोलेका, तर त्यो बिहेको दिन चाहिँ अब उसँग मलाई बोल्न पनि कस्तो कस्तो लाज पनि लागिरहेको थियो कि त्यस्तो खालको पनि हुँदो रहेछ गाइज। र लास्टमा चाहिँ अब बिदाइटीको लगाइदिने टाइम, त्यो टाइममा चाहिँ यति नै दुःख लाग्यो। कहिले कहाँ के कुराहरू याद आएर म चाहिँ सबै थोक कुरा एकदम टाउकामा लिएर एकदम रुन भनेर लागेँ। अब साह्रै दुःख लागिरहेको थियो गाइज त्यो दिन। अहिले त हाँसिरहेकी छु भिडियो हेरेर। र तपाईहरुलाई आज मैले यही भिडियो देखाएँ हाम्रो बिहेको गाइज। के कस्तो लाग्यो प्लिज कमेन्ट गरेर भनिदिनु होला र हामी दुईजनालाई आशीर्वाद दिनु होला कि यसरी नै हाँसी खुसी जस्तो चल्दैछ त्यसै गरी सधैँ